गाडी चलाएको बाटोमा मान्छे हिँडेको देख्नु भएन ब्रेक थिच्दा थिच्दै छोइहाल्यो माफ गरिदेऊ ल चाहिँ माफ गरिदेऊ रे मान्छेको यहाँ झन्डै ढाड खुसेको चाहिँ माफी मागेर उम्किनु खोज्दो रहेछ गाह्रो भएको भए हस्पिटल हिँड नि त म उपचार गरिदिन्छु भो चाहिए छैन कसैको उपचार सुपचार यति राम्री मान्छे रिसाको सुहाउँदैन राम्री मान्छे त सधैँ हँसिलै हुनुपर्छ मैले गर्दा तिमीलाई गाह्रो भयो गाडीमा बस म तिमीलाई घर पुर्याइदिन्छु होस पर्दैन म आफै जान सक्छु जान सक्दैनौ भनेर होइन मैले गल्ती गरेँ त्यसैको प्रायश्चित स्वरूप म तिमीलाई घर पुर्याइदिन चाहन्छु भो ठिक छ मैले तपाईँलाई माफ गरिदिएँ जानु अब अह तिमीलाई घर पुर्याइदिन पाइनँ भने सोच्नेछु तिमीले मलाई माफ गरेनौ हिँड खोल्यो म बोक्छु त्यो तिमी बोक्छौ कि राख यहीँ राख मै बोक्छु ल आऊ यो समाउ त अलिकति ढोका ल अगाडि बस उता पख 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 म खोलिदिन्छु बस जाऊ यहाँभन्दा अगाडि गाडी जाँदैन त्यसो भए हिँडेरै जाउँ जाम तिमीलाई तिम्रो घरसम्म नपुर्याइकन कसरी फर्किनु पर्दैन म आफै जान्छु बरु ढोका खोलिदिनु न हात्ती छिरो पुच्छर अड्क्यो जस्तो त गर्नु भएन नि अब म तिमीलाई तिम्रो घर पुऱ्याएर मात्रै फर्किन्छु कि मलाई लान मिल्दैन तिम्रो घर त्यस्तो होइन उसो भए जाउँ होइन ढोका समाउ त ल हिँड म बोकेर लान्छु होइन पर्दैन कहाँ तपाईँलाई बोकाउनु मैले बोकेर के हुन्छ त नै म आफै बोक्छु दिनु हेर म पनि डोको बोकेरै आएको मान्छे हुँ के अहिले पो मसँग सबै थोक छ घर जग्गा जमिन गाडी बिजनेस सबै छ तर मेरो धरातल त यही गाउँघर हो नि म जति धनी भए पनि आफ्नो धरातल त बिर्सिनु भएन नि होइन त्यसो भए मलाई यो घाँस बोक्न देऊ न त हुन्छ एडा यहाँ राखिदिनु भयो हुन्छ मेरो बाआमा